हाई एभ्रिवान, नमस्ते सबैजनालाई। र आज भने चाहिँ एक हप्ताभरिमा पर्खेको छुट्टीको दिन सन्डे होइन। अन्त आज भने चाहिँ हामीहरू सधैँ जस्तै नै ढिलो ढिलो उठेर चाहिँ यहाँनिर बाहिरतिर म के नजाराहरू हेर्दै थिएँ होइन। अन्त तर भए पनि मौरिस चाहिँ यहाँनिर सरसफाइपट्टि लागिसकेको थियो सन्डे चाहिँ होइन। सधैँ यस्तै हुन्छ, अब रेस्ट गरौँ भन्दै पनि के कामहरूले गर्दाखेरि नै त्यतिकै जाइहाल्छ होइन। अन्त यहाँनिर म चाहिँ खानाहरू बनाउनुपट्टि लागिसकेको थिएँ। अनि त्यो पछाडि चाहिँ यहाँनिर हामी चाहिँ आज चाहिँ बाहिर नजाने भन्ने कुराले गर्दाखेरि चाहिँ म चाहिँ जे इम्पोर्टेन्ट छ त्यो कुराहरू चाहिँ मैले अनलाइनै हेर्दै थिएँ। अन्त यो चाहिँ नजिकै भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ अलिक भए पनि सुविस्तै छ भनौँ होइन। अन्त एकैछिनमा आइपुगिहाल्छ नि त। अन्त बाहिर गयो भने पनि है आधा दिन नै जान्छ भनेर चाहिँ हामी रेस्ट गर्नु पनि पाउँदैन भनेर चाहिँ त्यस्तो गरेको होइन। अनि त्यो पछाडि चाहिँ यहाँनिर चाहिँ अहिले भने चाहिँ आइसकेको छ हाम्रो यहाँनिर सामान चाहिँ। अनि यसमा चाहिँ मैले चाहिँ लिची जुस पनि अर्डर गरेको थिएँ। लिची जुस चाहिँ मेरो चाहिँ एकदम फेभरेट हो होइन। अरू जुसको त फ्यान होइन, म लिची जुसको चाहिँ एकदम फ्यान भइसकेको छु। अनि त्यो पछाडि चाहिँ यहाँनिर चाहिँ हामीलाई चाहिएको सामानहरू चाहिँ यहाँनिर यस्तो छ होइन। अनि अहिले भने चाहिँ एकदम खाना पनि बनेर रेडी भइसकेको छ। अन्त अब चाहिँ हामीहरू खाने होइन। अनि यहाँनिर चाहिँ मैले बनाएको आलुदम, अनि छेउमा चाहिँ तपाईँले देख्न सक्नुहुँदैछ होला यहाँनिर चाहिँ छ पकौडा। अन्त पकौडा चाहिँ के को भन्दाखेरि चाहिँ साबुदाना भन्ने हुँदो रहेछ होइन। मलाई चाहिँ थाहा थिएन, तपाईँहरू कतिजनालाई थाहा छ होला होइन, अन्त थाहा भएको कुरा होला। तर मलाई चाहिँ साबुदाना भनेको चाहिँ के हो थाहा थिएन। अन्त बाई मिस्टेकली मैले अर्डर गरी पठाएछु यो साबुदाना चाहिँ होइन। अन्त के खान्छ भनेर पनि थाहा थिएन। अनि मैले युट्युबमा हेरेर चाहिँ पकौडा बनाएको छु। अन्त एकदमै दामी हुँदो रहेछ यसको चाहिँ होइन पकौडा चाहिँ। अनि त्यो पछाडि चाहिँ हामीहरू चाहिँ यहाँनिर मजाले खानाहरू खानु थालेँ। अनि तपाईँहरूलाई मैले बनाएको यहाँनिर खाना के कस्तो लाग्यो कमेन्ट गरेर भनिदिनुहोस् होला। अनि यहाँनिर चाहिँ छ पिकल होइन। अन्त यहाँनिर अर्को चाहिँ छ सुक्खा खोर्सानी फ्राई गरेको। तपाईँहरू कतिजनालाई मनपर्छ भने चाहिँ प्लिज कमेन्ट गरेर भन्नु होला। अनि अहिले भने चाहिँ म चाहिँ यहाँनिर चाहिँ खाना लगेर जाँदैछु होइन। किन भन्दाखेरि चाहिँ मौरिसले चाहिँ यहाँनिर उब्रेको खानाहरू केहरू चाहिँ सबै यो परेवाहरूलाई दिन्थ्यो नि त होइन। अन्त त्यसले गर्दा तिनीहरूलाई पनि बानी भइसकेको छ। अन्त अहिले अगाडि पनि तपाईँले देख्नुभयो होला यहाँनिरबाट परेवा उडेर गएको। अन्त त्यो परेवा चाहिँ यहाँनिर आएकै थियो नि त। अन्त त्यसले गर्दाखेरि चाहिँ मैले त्यसलाई अलिकति यहाँनिर खाना लगेर दिएँ होइन। अनि त्यो पछाडि चाहिँ म आएर नेल पलिस लाउने भनेर चाहिँ सबै नेल पलिसहरू निकालेर चाहिँ म चाहिँ अब चाहिँ लगाउन आँटेको। अनि त्यो पछाडि चाहिँ मौरिस चाहिँ आज सन्डे भनेपछि चाहिँ उता सुत्नुमै नै मग्न हुन्छ होइन, पुरै रेस्ट गर्नुमै। अनि त्यो पछाडि ऊ चाहिँ सुतिसकेको थियो। म चाहिँ यहाँनिर जुस रहेको एउटा जुस थियो। अन्त त्यो खोल्नु खोजेको, खोल्नै नसकेर चाहिँ मौरिसलाई खोल्नु दिएँ होइन। अनि त्यो पछाडि जुस खाएर म पनि सुत्ने प्लानमै थिएँ। अनि त्यो पछाडि चाहिँ मैले जुस खाएँ। अनि यो जुस चाहिँ एकदमै दामी हुन्छ। किन भन्दाखेरि यो चाहिँ भित्रनिर चाहिँ सानो सानोबडे फ्रुटहरू जस्तो पनि हुन्छ। यो चपाउँदाखेरि चाहिँ यस्तो मजा आउँछ। तपाईँहरू पनि देख्न सक्नुहुँदैछ होला यहाँनिर व्हाइट कलरको एकदम दामी हुन्छ होइन। अनि त्यो पछाडि चाहिँ मैले चाहिँ जुस मजाले खाँदै थिएँ। मौरिस पनि निन्द्रा सरी ऊ पनि म पनि खाने भनेर चाहिँ उसले पनि भन्दै थिएन। अन्त मैले चाहिँ स्ट्र लगाएर चाहिँ म खाँदै थिएँ। अन्त फेरि मौरिसलाई पनि मैले दिएँ। अन्त बाहिरको नजारा चाहिँ आज यस्तो छ हो, बेसी घाम पनि छैन। अनि मौरिस पनि यहाँनिर फोन हेर्दै झुल्दै थियो होइन। अन्त ऊ पनि खाएर त्यो पछाडि हामी दुईजना चाहिँ मजाले रेस्ट गऱ्यौँ। अनि एकैचोटि बेलुका बिम जेसुमा हामी चाहिँ होइन साँझमा। अन्त त्यो पछाडि चाहिँ मौरिसले चाहिँ अहिले चाहिँ चिकन लिएर आइसकेको थियो। अन्त ऊ चाहिँ टमाटर प्याजहरू काट्दै थियो, म चाहिँ चिकन फ्राई गर्नुपट्टि लागेँ। अनि त्यो पछाडि चाहिँ स्कुलको पनि काम थियो। अन्त साइडमा स्कुलको पनि रेजिस्टरहरू यहाँनिर बनाउँदै म चाहिँ खानाहरू बनाउँदै थिएँ होइन। अन्त अहिले भने चाहिँ एकदमै अन्त ग्रेभी बनाएको थिएँ मैले। ग्रेभी बनेर चाहिँ एकदम रेडी भइसकेको छ। अन्त त्यो पछाडिबाट मैले चिकन हालिदिएँ। अनि यो चिकन चाहिँ यस्तो दामी मैले फ्राई गरेको छु होइन, तपाईँहरूले पनि देख्न सक्नुहुँदैछ होला। अनि तपाईँहरूलाई मैले यो बनाएको चिकन चाहिँ खाउँ लाग्यो कि लागेन कमेन्ट गरेर भन्नुहोस् होला होइन। अनि त्यही हो आजको सन्डे चाहिँ अब हाम्रो यसरी नै बितेको छ होइन। बिहानदेखिको सन्डे चाहिँ सुतेरै बित्यो भनौँ न। अनि त्यो पछाडि चाहिँ मैले रेजिस्टरको काम पनि सकिसकेको थिएँ। अनि थ्याङ्क यू सो मच फर वाचिङ टिल द एन्ड, बाई बाई।